राप्रपाले आन्दोलन गर्ने भनेको छ। राजा चाहियो भन्दै राप्रपाले मङ्सिर 23 गते आन्दोलन गर्ने भएको छ। राजा, राजनीतिक दल र जेएनजी बीच त्रिपक्षीय सम्झौता गरियोस् भनेर राप्रपाले भनिरहेछ। यसो छ त्यो त उनीहरूले सम्झौतै गर्ने जाने हुन्। मूल कुरो चाहिँ क्रान्ति गर्ने मान्छेले सम्झौता गर्छ। उनीहरूको यो आन्दोलन गरेर अनि चाहिँ हामी राजा ल्याउँछौँ, हिन्दू राष्ट्र कायम गर्छौँ भन्ने कुरा हो। तर त्यहाँभन्दा अरू अगाडि उनले जानेनन्। तपाईँ राजावादी पनि एक हुनु हुँदैन भन्ने आरोप लाग्छ नि। जस्तो दुर्गा प्रसाद एकतिर छन्, राप्रपा एकतिर छ, होइन? यसो छ राजावादीहरूमा एउटा अन्यलता के छ भन्दा राजावादीहरू कुन व्यवस्थामा राजा ल्याउने त? राजा चाहिँ यही बहुदलीय संसदीय व्यवस्थामा राजा ल्याउने कि रामराज्य व्यवस्थामा राजा ल्याउने, यो अन्यलता छ। त्यसो भएर राजावादीहरूलाई मैले विनम्रतापूर्वक अनुरोध गर्छु, यो बहुदलीय संसदीय व्यवस्थामा राजा ल्याउने काम छैन। त्यो त भ्रष्ट व्यवस्था हो, त्यो जर्जर व्यवस्था हो, त्यो पतित व्यवस्था हो। त्यो चाहिँ त्यो व्यवस्थामा राजा ल्याउनुको अर्थ, ल्याउनु र नल्याउनुको अर्थ केही छैन। यो मूल कुरो यो हिन्दू राष्ट्र हुनुपर्छ एक। अर्को कुरा हिन्दू सम्राट हुनुपर्छ, राजा मात्रै होइन। यो विश्वका चाहिँ शङ्कराचार्यहरूले धर्माचार्यहरूले मान्ने चाहिँ कुरा भनेको हिन्दू सम्राट हो। त्यसपछि अगाडि राम राज्य व्यवस्था हुनुपर्छ, न्यायिक व्यवस्था हुनुपर्छ, धार्मिक व्यवस्था हुनुपर्छ। अहिले अधार्मिक व्यवस्था छ, अधर्मको शासन हामीले चाहिँ जबरजस्ती चाहिँ मान्नुपर्ने अवस्था छ। त्यसकारण यो धार्मिक व्यवस्था हुनुपर्छ। त्यहाँदेखि त्यसपछि शान्ति क्षेत्र हुनुपर्छ। राजा वीरेन्द्रले 2031 साल फागुन 13 गते नेपालमा चाहिँ वैदेशिक हस्तक्षेप अत्यधिक बढ्छ, यसकारण यसलाई चाहिँ यो शान्ति क्षेत्र गराउनु पर्छ भन्ने खालको कुरो थियो। त्यो कुरा शान्ति क्षेत्रको कुरा यहाँ कसैको हिम्मत छैन अहिले शान्ति क्षेत्र कायम गरौँ। त्योभन्दा माथि चाहिँ ग्रेटर नेपाल हुनुपर्छ। ग्रेटर नेपाल हाम्रा पुर्खाहरूले चाहिँ आर्जेको घुमीको चाहिँ कब्जा गरेको चाहिँ त्यो आफ्नो कायम गरेको क्षेत्र हो। त्यो कायम क्षेत्र हामी उनका पुर्खाका चाहिँ हामी सन्तान हौँ। हामी पनि त्यो आफ्नो ग्रेटर नेपाल जानुपर्छ। र अहिले चाहिँ देश मुलुक बाहिर नेपाल बाहिर जति पनि चाहिँ ग्रेटर नेपाल क्षेत्रमा नेपालीहरू छन्, हामी सबै नेपाल एक हुनुपर्छ। नेपालको चाहिँ साख जोगाउनमा, नेपालीहरूको चाहिँ सभ्यता संस्कार संस्कृतिको चाहिँ संरक्षण गर्नमा हामी सबै नेपाली, विश्वकै सबै नेपाली जबसम्म एक हुँदैनौँ तबसम्म चाहिँ नेपालीहरूको साख हुँदैन। त्यसकारण सबै नेपाली एक हुनुपर्छ। दर्शक पनि यति बेला हाम्रो सामु राम राज्य परिषदका धर्माध्यक्ष जगत बहादुर थापाजी हुन्छ। देशको समसामयिक विषयमा कुराकानी गर्दैछौँ। यो राम राज्य भने के हो? ल नमस्कार, जय श्री राम। राम राज्य भनेको के हो भन्दा यो धर्ममा आधारित, सत्यमा आधारित, न्यायमा आधारित अनि चाहिँ यो नैतिकतामा आधारित। अहिले नैतिक शिक्षा छैन, नैतिकता आधारित आफ्नै मौलिकतामा आधारित। राजा खोज्या भन्ने आरोप लाग्छ है तपाईँहरूमाथि। राजा खोज्या कि न तपाईँहरूले? यसो छ, एउटा प्रश्नको मैले उत्तर दिन सकिसकेका छैन, फेरि बिचमा राजा, फेरि बिचमा राजा। अहिले अब राम राज्य के हो भनेपछि त्यो त भन्न दिनुहोस्, एक पुरा भन्न दिनुहोस्, त्यसपछि सोध्नुहोस् अरू। त्यो प्रश्नमाथि प्रश्न गरेपछि त उत्तर कसरी दिने? त्यसकारण म के भन्छु भन्दा राम राज्य भनेको के हो भनेर चाहिँ त्यो एउटा प्रश्न छ, त्यसलाई चाहिँ गर्ने। यो सत्यमा आधारित, धर्ममा आधारित, न्यायमा आधारित अनि चाहिँ नैतिक शिक्षामा आधारित अनि चाहिँ यो पूर्वीय दर्शन वैदिक साम्यवादमा आधारित अनि मन्त्री र मन्त्रालय पनि नहुने, दलहरू पनि नहुने अनि दुई खम्बे सत्ता पक्ष र प्रतिपक्ष हुने अनि वैदिक वैज्ञानिक राम राज्य व्यवस्था हो। यो चाहिँ सुशासन युक्त छ अनि यो भ्रष्टाचार मुक्त छ। यसमा गरिबी हुँदैन, अन्याय अत्याचार हुँदैन, न्याय निःशुल्क हुन्छ, निर्वाचन पनि निःशुल्क हुन्छ, उपचार पनि निःशुल्क हुन्छ अनि सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुर्भाग् भवेत् भन्ने कुरा नै राम राज्य हो। राम राज्यमा न्याय नपाएको, राम राज्यमा सुख नपाएको, राम राज्यमा सन्तुष्टि नपाएको त्यो अरू कुनै व्यवस्था हुँदैन। त्यसकारण तपाईँले यो आदर्श समाजको परिकल्पना भएन र यो त यस्तो समाजको पनि हुन्छ र? यसो छ, आदर्शै चाहिन्छ। बिना आदर्श, बिना आफ्नो दर्शन सिद्धान्त नीति कार्यक्रम आदर्श नभएसम्म कसरी अगाडि चल्छ? आदर्शै चाहिन्न भन्ने हो भने त त्यो त छाडा हुन्छ। अहिले देशमा गणतन्त्र छ, यो स्वीकार्य छ कि न तपाईँहरूले? गणतन्त्र भनेको त्यो जबरजस्ती लादिएको कुरा हो। यहाँ चाहिँ जनमत सङ्ग्रह गरेर चाहिँ अब यो जनताले लौ है यो राजा फ्याँक्ने कि जनमत चाहिँ राजतन्त्र कि गणतन्त्र भनेर जनताले जनमत सङ्ग्रह गरेर ल्याएको गणतन्त्र हो र तपाईँ गणतन्त्रको पक्षमा भन्नुहुन्छ? यो त षड्यन्त्रपूर्वक, धोकाधडी पूर्वक अनि चाहिँ यहाँ अरूकै चाहिँ विदेशीहरूको चलखेलमा ल्याएको चाहिँ गणतन्त्र हो। अहिले चाहिँ फाले होइन राजतन्त्र त? जनताले फालेको होइन। अहिले चाहिँ जुन चाहिँ यहाँ अहिले राजाले जुन चाहिँ विघटित संसद थियो
त्यो चाहिँ 2063 वैशाख 11 गते राजाले शाही सन्देश मार्फत चाहिँ त्यो जगाएको स्थापित गरेको संसदको पहिलो बैठक 2063 जेठ 4 गते चाहिँ पहिलो बैठक भयो। पहिलो बैठकबाटै एउटा मुद्दामा चाहिँ नेपाललाई धर्मनिरपेक्ष राष्ट्र कायम गरिनेछ भन्ने कति धोखाधडीपूर्ण कति षड्यन्त्रपूर्वक लादिएको नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्ने हो। त्यस्तै 2065 जेठ 15 गते जसरी नेपाललाई जनताको कुनै सरकार जनताले सोध्दै नसोधिकन एकाएक चाहिँ गणतन्त्र घोषणा गरियो त्यो पनि धोकापूर्ण छ। अहिले समाजमा यो अहिलेको व्यवस्था भनेको जातपातमा आधारित, भेदभावमा आधारित, भ्रष्टाचारमा आधारित, भागबन्डनमा आधारित, आरक्षणमा आधारित, समावेशी, समानुपातिक, जातीय तुष्टिकरण, धर्मनिष्ठता, संहिता र गणतन्त्र जस्ता वाहियात विषयहरूमा चाहिँ आधारित भएको हुनाले जताततै असन्तुष्ट छ, जताततै चाहिँ अराजकता छ, जताततै आन्दोलन छ। त्यसकारण यो व्यवस्था, यो गणतन्त्र मात्रै नभएर यो चाहिँ सबै कुरा हटाउनुपर्छ। यो मूल कुरो यो चाहिँ यो बहुदलीय संसदीय व्यवस्थै खराब व्यवस्था हो, यो नै भ्रष्ट व्यवस्था हो। यसैको लागि त्यो एउटा चाहिँ गणतन्त्र बनाइयो, धर्मनिष्ठता संहिता गणतन्त्र बनाइयो, त्यो सबै वाहियात कुरा छ, यो सिधै खारेज गर्नुपर्छ। अहिले चाहिँ यो जुन चाहिँ भदौ 23 र 24 गतेको जुन चाहिँ विद्रोह भयो त्यो पनि यसैको परिणाम हो। त्यसकारण यो बहुदलीय संसदीय व्यवस्था भ्रष्ट व्यवस्था हो, खत्तम व्यवस्था हो, कचिङयुक्त अनि चाहिँ अति खर्चिलो व्यवस्था हो। यो व्यवस्था चाहिँ छौन्जेलसम्म, यो रहन्जेलसम्म नेपालमा शान्ति र समृद्धि हुँदैन। यसकारण यसलाई हटाउनुपर्छ। यदि तपाईँहरूले चाहिँ वैज्ञानिक रामराज्य व्यवस्थामा राजा ल्याउने हो भने राजाले पनि रामराज्य चाहिन्छ भन्नुपर्छ। राजा र प्रजा मिल्नुपर्छ। नेपालमा रामराज्य व्यवस्था चाहिँ ल्याउनुपर्छ। रामराज्य व्यवस्था भनेको अहिलेको हाम्रो प्रति व्यक्ति आय चाहिँ $1527 छ। $1527 को सट्टा चीनको बराबर हाम्रो छिमेकी राष्ट्र चीन छ। चीन अहिले चाहिँ विश्वको दोस्रो ठुलो अर्थतन्त्र छ। त्यो चाहिँ चीन बराबर हुनको लागि चीनको $21,473 छ। चीन समकक्ष हामी पुग्नको लागि त हामी त्यही अनुसार चाहिँ सोच राख्नु पर्यो, अनुशासन हुनु पर्यो, एकता हुनु पर्यो। हामी पहिला आत्मनिर्भर हुनु पर्यो। आत्मनिर्भरको एजेन्डा खोइ, अर्को कुरा आयु वृद्धि र आय वृद्धि, दुईटा कुरा खोइ एजेन्डा चाहिँ दलहरूको। अहिले यो बहुदलीय संसदीय व्यवस्था खराब व्यवस्था को अधीन त्यहाँ दलमा दर्ता गरेर अहिले 158 भन्दा बढी दलहरू छन्। ती दलको के काम छ? ती चाहिँ तिनीहरूको आय स्रोत के हो? तिनीहरूको चाहिँ दलको चाहिँ आफ्नो उद्योग धन्दा चलाउने, आफ्नो चाहिँ कार्यकर्तालाई पाल्ने कोही आफ्नो निजी स्रोत छैन। जनता खाली जनतामा जाने, जनताले ठग्ने। देश विकास भएको थियो भने राजा भएको बेला कसको देश विकास भएको थियो? राजा अहिलेसम्म तपाईँले राजाको धरातलमा, राजाले बनाएको धरातलमा, राजाले चाहिँ निर्माण गरेको धरातलमा तपाईँ बस्नु भएको छ। राजा पृथ्वीनारायण शाहले यो चाहिँ नेपाल राष्ट्र चाहिँ नेपाल चाहिँ एकीकरण गरेर नेपाल राष्ट्र बनाइदिएको भएर तपाईँ त्यही जन्मेको हुनाले तपाईँ आफूलाई नेपाली भन्ने गर्व गर्नुहुन्छ। गर्व गर्ने आधार भनेको पृथ्वीनारायण शाह हुन्, राजा हुन्। राजाले तपाईँको तिनीहरूको योगदानलाई चाहिँ बिर्सने अनि तपाईँले राजा भनेर राजाले चाहिँ धुत्कार गर्ने, दलहरूले चाहिँ ध्वस्त पारे त्यसलाई चाहिँ संरक्षण गर्ने अनि चाहिँ राजाले चाहिँ दुस्साहित गर्ने, अपमान गर्ने, त्यही त खराब छ। यो कहीँ पश्चिमा शिक्षा हो, अरूले सिकाएको कुरा बोल्दै हुनुहुन्छ। तपाईँ नेपाली भएर नेपालको कुरा, आफ्नो चाहिँ पृथ्वीपथ, महेन्द्रपथ, आफ्नो नेपालीपन त्यस्तो कुरा केही नेपालवादको कुरा तपाईँले गर्नुहुन्न। अर्को माओवाद, मार्क्सवाद, लेनिनवादको कुरा गर्नुहुन्छ। पहिले नेपालवाद कुरा गर्नुहोस् न। विदेशीहरूका फोटा बोक्ने, विदेशीहरूको विचार बोक्ने अनि नेपालवादलाई हटाउने, नेपालीपनलाई हटाउने, नेपाली संस्कार संस्कृति बिर्सने, नेपाल खारेज गर्नुपर्छ भन्ने यस्ता किसिमका चाहिँ अपराधी, देशद्रोही, राष्ट्रघाती कुरा गर्ने अनि चाहिँ विदेशीहरूको चाहिँ दलाल बन्ने। अब विदेशीहरू इन्डियन रको लागि चाहिँ आरएसएसको लागि अनि चाहिँ अब CIA अनि चाहिँ युथ काउन्सिलको लागि काम गर्ने, उनीहरूकै भत्ता खाने, उनीहरूको लागि चाहिँ काम गर्ने। त्यही भएर नेपालीहरू चाहिँ सबै दुष्ट निस्के। दुर्गा पसाले भनेका छन् पृथ्वीनारायण शाह जस्तो तरवार बोकेर एकीकरण गरे नै पृथ्वीनारायण शाहले। त्यसै गरी ज्ञानेन्द्र शाह पनि सडकमा आउनुपर्छ, कुनै चिया बगानमा गएर आराम गर्ने होइन भनेर दुर्गा पसाले भनिरहेका छन्। यसो छ, पृथ्वीनारायण शाहले जुन गरे उनीहरूले चाहिँ खुडा ल्याए, अब हतियार ल्याए, जे गरे 1801बाट 1825सम्म निरन्तर 25 वर्षसम्म निरन्तर लडाइँ गरे। बहादुर शाहले पनि चाहिँ खाएर नखाएर चाहिँ यो नेपाल एकीकरण गरे। अहिले टिस्टा र काँगडा चाहिँ हाम्रो चाहिँ ग्रेटर नेपालको सिमाना हो अनि त्यति सबै गरे, तिनीहरू योगदान गरे। अब कसले खुडा ल्याउने, खुकुरी ल्याउने, देशलाई चाहिँ रक्षा गर्ने गरे भइहाल्यो त। पृथ्वीनारायण शाहको उदाहरण छ। पृथ्वीनारायण शाह बहादुर थिए अनि खास गरेर त्यही बहादुरहरूले नै नेपाल चाहिँ बहादुरको देश हो, वीरहरूको देश हो। यिनीहरूले चाहिँ आफ्नो चाहिँ देशको लागि रक्षाको लागि पूर्व राजा ज्ञानेन्द्र शाह भने चिया बगानमा गएर आराम गरे भन्ने कुरा आयो कि
यसो छ, राजा र प्रजा अनि एक हुनुपर्छ। राजाले चाहिँ फेरि अब त्यस्तै किसिमले चाहिँ सडकमा आउने, लडाइँ भिडाइ गर्ने, अनि चाहिँ फेरि राजाले चाहिँ यो गणतन्त्र हटाएर चाहिँ फेरि चाहिँ त्यहाँ राज स्थापित गर्ने भन्ने भएको छ। मुही अर्कोले पार्दिने, यो बसेर घिउ खान पाइन्छ भन्ने खालको कुरा हो। तपाईँको योगदान के त? तपाईँ लाग्नुहोस् न, तपाईँ चाहिँ सच्चा देशभक्त चाहिँ स्वाभिमानी राष्ट्रवादी नागरिक हो भने तपाईँ आउनुहोस् न, मर्न मार्न तयार भएर चाहिँ देशको सुरक्षाको लागि, देशको रक्षाको लागि अगाडि आउनुहोस् न। किन चाहिँ एकअर्कालाई कसलाई दोष दिने, कसलाई दोष दिने र अरूलाई अगाडि सार्ने, आफू पछाडि लुक्ने, अनि चाहिँ अब फेरि चाहिँ देशभक्ति स्वाभिमानी भन्ने जस आफूले लिने, अनि लडाउन मर्न मार्न अरूले लगाउने, त्यस्तो किन गर्नुहुन्छ? त्यसकारण त्यो होइन। त्यो राजाले पूर्व राजा ज्ञानेन्द्र शाहले लड्न भिड्न पठाएको हो नि तपाईँहरूले? तपाईँको प्रश्नको उत्तर दिँदैछु। तपाईँले त दुर्गा प्रसाईले अनि यस्तो भनेका छन्, राजा खुँडा लिएर सडकमा आउनुपर्छ भनेका छन् भन्ने उत्तर दिएको मैले। राजालाई चाहिँ अब त्यो आफूले चाहिँ त्यो काम नगर्ने, अनि चाहिँ राजाले गरिदिए हुँदो, अर्को कुनै मान्छेले गरिदिए हुँदो, अनि त्यसको स्वाद हामीले बसेर चाहिँ लिन पाए हुँदो भन्ने जस्तो कुरा तपाईँको प्रश्नमा आयो। त्यसको उत्तर दिएको मैले। त्यसकारण जो जाँदा छन् किन कसैलाई दोष दिनु पर्यो? अनि अब अर्कोलाई घोचपच गर्ने, अर्कोलाई दोष दिने, अर्कोलाई अपमान गर्ने गरेर त हामी त एक त हुँदैनौँ। यसरी राजा आउँछन् त नि? होइन, राजाको ल्याउने कुरा, राजाको सूत्र विधि र प्रक्रिया चाहिन्छ। राजा फिर्ताउने ल्याउने कार्यक्रम चाहिँ हाम्रो राम राज्य परिषदसँग छ। किन भन्दाखेरि अहिले गणतन्त्रात्मक संविधान छ। गणतन्त्रको संविधान चाहिँ नहटाएसम्म राजा आउने त्यही बाटो खुल्दैन। भन्नुको अर्थ यो बहुदलीय संसदीय व्यवस्थै खराब व्यवस्था हो। संविधान यदि सजिलै हट्छ भन्नुहोस्, यत्रो जेनजी आन्दोलन भयो त यो संविधान परिमार्जनसम्म भएको छैन। यो संविधान यदि सजिलो हट्छ जस्तो लाग्छ तपाईँलाई? होइन, उनीहरूको मुद्दै होइन त यो संविधान। यो बहुदलीय संसदीय व्यवस्था मूल जरो हो, मूल चाहिँ समस्या। अहिलेको वर्तमान चाहिँ अहिले 2082 साल आज चाहिँ यो मक्सिर 21 गते को कुराको चाहिँ आजको समस्याको कुरा के हो भन्दा मूल समस्या भनेको बहुदलीय संसदीय व्यवस्था हो। समस्या चाहिँ निर्कोल नगर्ने, समस्याको चाहिँ समाधान चाहिँ पट्टि नलाग्ने, अनि तफसिलका कुराहरूमा चाहिँ अब अहिले निर्वाचनका कुरा छन्, अनि चाहिँ दल दर्ता गर्ने कुरा छन्, यो दल उदल यो वाहियात कुराहरूमा चाहिँ नेपालीहरूको समय गएको छ। त्यसमा चाहिँ छैन। मूल समस्या भनेको यो बहुदलीय संसदीय व्यवस्था हट्नासाथ, यो चाहिँ 72 सालको 7औं संविधान हट्नासाथ, यो दलहरूमाथि नियन्त्रण गर्नासाथ अहिले चाहिँ यो छाडा विदेशीहरूको हातमा बिकेका छन्। बिकाउ दलहरू चाहिँ अब देशद्रोही राष्ट्रघाती काम गरेका छन्। यिनीहरूको कारण यो चाहिँ देशको चाहिँ तहस-नहस भएको छ। अब त्यो 24 गते जुन आगजनी भयो, अब चाहिँ लुटपाट तोडफोड आदि भयो, सबै अहिलेका दलहरू चाहिँ त्यसमा लागे, घुमाइ फिराइ। अब एमाले चाहिँ काङ्ग्रेसको चाहिँ डराउने, काङ्ग्रेस चाहिँ एमालेको डराउने, आपसमा चाहिँ आगो लाउने गरेर चाहिँ त्यसरी कमजोर बनाए। त्यसकारण अब यो घुसपैठ भयो। घुसपैठ कसले गर्यो? दलहरूले गरे। दलहरूको घुसपैठका कारण दलहरूलाई कसले उचाले? विदेशीहरूले उचाले। त्यो कुरा त प्रश्न हुनु पर्यो नि। राजावादीले आगजनी गर्यो भन्ने आरोप छ। कसको? जेनजी आन्दोलनको बेला जति पनि आगजनी भयो, राजावादी गणतन्त्रवादीहरूले, राजावादीले भन्ने, राजावादीले गणतन्त्रवादी भन्ने, अनि फेरि सबै मिलेर चाहिँ विदेशीहरू आए भन्ने, विदेशीहरू गर्ने सबै चाहिँ चलखेलको पछाडि सबै कोही चाहिँ यहाँ दुधले चाहिँ नुहाएको कोही छैन, सबै दोषी छन्। अब दोषीको भन्दा गर्दा सबभन्दा खराब चाहिँ बहुदलीय संसदीय व्यवस्था खराब हो। खराब व्यवस्था अँगालेपछि, भ्रष्ट व्यवस्था अँगालेपछि, अनि चाहिँ यो आपराधिक व्यवस्था अँगालेपछि परिणाम चाहिँ यस्तै आउँछ, नराम्रो आउँछ। त्यसकारण अहिलेको अवस्थामा यो चाहिँ सबै बदल्नुपर्छ, यसलाई खारेज गर्नुपर्छ। यसलाई खारेज नगरेसम्म नेपालमा शान्ति समृद्धि र स्थायित्व हुँदैन। मङ्सिर 23 गते राप्रपाले आन्दोलन गर्ने भनेको छ, प्रदेश खारेज गर्ने भनेको छ, होइन? हिन्दू बुद्ध किराँत सहितको हिन्दू अधिराज्य भनेको छ, संवैधानिक राज संस्था भनेको छ, साइकल चढ्ने राजा चाहियो भनिरहेको छ क्या राप्रपाले। यसो छ, नेपाली मुला सबै ठुला अहिले नेपालमा सबै राजा छन्, कोही आफूभन्दा कोही कम छैन। त्यसो भएर चाहिँ आफूलाई राजा भन्ने, त्यो सबै राजा साइकलमा चढेका छन्। अब चाहिँ गधामा चढे पनि भयो, घोडामा चढे पनि भयो, जे चढे पनि भयो, कसले रोकेको छ त? त्यसकारण चाहिँ अब यसमा चाहिँ यो अब राजा ज्ञानेन्द्रलाई साइकलमा चढेको देख्न चाहन्छौँ। अब राजा आफू चाहिँ मोटर फेरि चढ्ने, आयातित मोटरमा चाहिँ मोजमस्ती गर्ने, अनि चाहिँ राजालाई चाहिँ साइकलमा चढेको राजा देख्छौँ भन्ने त्यो वाहियात कुराहरू हुन्। चाहिँ मान्छेहरूको ध्यान चाहिँ बाँड्नको लागि, त्यो समाजमा भ्रम फैलाउनको लागि गरे हुन्। मूल कुरो चाहिँ अहिलेको नेपालको समस्या भनेको चाहिँ बहुदलीय संसदीय व्यवस्थै खराब हो, अहिलेको संविधानै खराब छ। यो के लाग्छ, राप्रपाले राजा ल्याउन सक्दैन भन्ने लाग्छ?
रापरवाको एजेन्डा के हो भन्दा अवसरवादी राजावादीहरू सबै अवसरवादी हुन्। किन भन्दाखेरि उनीहरूले के भन्छन् भन्दा राजा आऊ देश बचाऊ भन्ने र चाहिँ राजाको आडमा आन्दोलन गरेर अहिलेका गणतन्त्रवादी दलहरूलाई किनारा लगाएपछि राजाको आडमा सत्तामा जान पाइन्छ, सत्तामा गएपछि हालिमाली गर्न पाइन्छ, हालिमाली गरेपछि फेरि उही भ्रष्टाचार गर्ने चाहिँ बाटो खुल्छ भन्ने खालको नियत राखेर यो चाहिँ कुरा आएको छ। मूल कुरो चाहिँ यो बहुदलीय संसदीय व्यवस्था भ्रष्ट व्यवस्था हो। यसको सेरोफेरोमा चाहिँ जे जति कुरा भएका छन् यो समय बिताउने मात्रै कुरा हो। मूल कुरो हाम्रो आत्मनिर्भर हुने, हाम्रो गरिबी, हामी गरिब किन भयौँ र गरिबी निवारणको कुरा के हो त्यतापट्टि कसैको ध्यान छैन। हाम्रो आयु चाहिँ आयुर्वेद अनुसार हाम्रो 100 वर्ष आयु हो, 100 वर्ष कसरी बाँच्ने त्यतापट्टि छैन। अनि स्वास्थ्यको लागि हानिकारक ठहरेका वस्तुहरूको उत्पादन, बिक्री, वितरण र प्रयोग निषेध गर्नुपर्छ र मात्रै हाम्रो चाहिँ आयु चाहिँ 100 वर्ष हुन्छ त्यतापट्टि कसैको ध्यान छैन। हाम्रो आय वृद्धि हुनुपर्छ। हाम्रो प्रति व्यक्ति आय अहिले $1527बाट कसरी चाहिँ हाम्रो चीनको बराबर $21,473 बनाउने अथवा चाहिँ जुन तपाईँ दललाई निषेध गर्ने भन्नुभयो नि, दल खोल्न पाउने त एउटा नागरिकको अधिकार होला नि, होइन र? यो व्यवस्थाले दिएको तपाईँको अधिकार हो। यो व्यवस्थाले तपाईँलाई चाहिँ चोरी गर्न अधिकार दिएको छ, भ्रष्टाचार गर्न अधिकार दिएको छ, एकाअर्काको चाहिँ ज्यान लिन सबै अधिकार दिएको छ। गणतान्त्रिक व्यवस्थाले मान्छेलाई बोल्ने अधिकार दिएको छ भन्छन्। बोल्नलाई मात्रै अहिले बोल्ने अधिकार दे त अब बोल्ने अधिकार भन्नुहुन्छ भने यो चाहिँ यो लोकतन्त्रको नाममा चाहिँ बोल्ने अधिकार भयो। लोकतन्त्र भनेको जनताको भावना र चाहना अनुसार शासन गर्ने हो कि अहिले भावना र चाहना अनुसार हो भने बहुमत जनताले त यो धर्मनिष्ठा संहिता गणतन्त्र खारेज हुनुपर्छ, गणतन्त्र देशको आवश्यकता छैन भन्दै गर्दा खै त जनताको कुरा सुनेको। यो भन्ने एक थोक गर्ने एक थोक यो वाहियात कुरा हुन्। यो चाहिँ यो देखाउनको लागि अरूको लागि चाहिँ यो लोकतन्त्र छ अनि चाहिँ आफ्नो लागि चाहिँ मनपरी तन्त्र छ। अहिले चाहिँ दलतन्त्र छ, मनपरी तन्त्र छ। आन्दोलन गरे नि जेनजीहरूले कतै राजा चाहियो भने सुनिएन, हिन्दू राष्ट्र चाहियो भने सुनिएन। उनीहरूले त भ्रष्टाचारको विरुद्ध आन्दोलन गरेका थिए नि जेनजीहरू, होइन? यसो छ जेनजी मूल कुरो चाहिँ त्यो आयाती सोच हो। यो चाहिँ इटलीको इस्वी सम्वत चाहिँ 1957मा इटलीबाट सुरु भएको पहिलेको यसको श्रीग्रहण, यसको चाहिँ त्यो खतराको करस चिन्ह दुईवटा यस्तो खतराको करस चिन्ह चाहिँ त्यो ट्रान्सफर्मरमा झुडाएको खतराको चिन्ह छ, जेनोइज भन्ने छ। यो चाहिँ विध्वंस गर्नको लागि ल्याएको कुरा हो। जेनजीहरूले चाहिँ देश बनाउँछन् भन्ने कुरा त्यो कोरा कल्पना हो। यिनीहरूले चाहिँ जनतामा चाहिँ आफ्नो उपस्थिति जनाउने र अस्ति चाहिँ के भन्नु भन्दा एउटा व्यक्तिले आयो, म चाहिँ पानी खुवाउन उर्नको लागि म आएको हो भन्यो, अनि फेरि त्यहाँ केही चाहिँ नसालु पदार्थ हालेर चाहिँ पानी बाँडेको भन्यो। पहिले चाहिँ पानी बाँड्नको लागि चाहिँ अब त्यो भदौ 23 गते आउने, अनि पछाडि चाहिँ 24-25 गते त्यो फेरि मैले मुलुक चलाउँछु राष्ट्रपतिसँग, राष्ट्रपतिलाई थर्काउने, सेनालाई थर्काउने, अनि हाम्रो यस्तो छ उस्तो छ भन्ने चाहिँ फेरि फुर्तीपार्ती गर्ने कुरा गरे। त्यो के हो भन्दा अनि सियो भएर पस्ने अनि फाली भएर निस्कने जस्तो कुरा हो। यो जेनजीबाट चाहिँ पार लाग्ने कुरा होइन। तिनीहरू अपरिपक्व हुन् अनि आफ्नो खाना नपकाउने, आफ्नो कपडा नधुने, आफ्नो चाहिँ मान्यजनलाई सम्मान नगर्ने, घाममा देखिन नजाने अनि पानीमा भिज्न नचाहने त्यस्ता चाहिँ पङ्गु टाइपका चाहिँ जमातले यो मुलुक चलाउँछ भन्नुभएको छ। जेनजीलाई सामान्य मान्नुभएको छ। यत्रो विद्रोह भयो देशमा, हेर्नुहोस्, सिंहदरबार जल्यो, संसद भवन जल्यो, राष्ट्रपति भवन जल्यो। यो 23 गतेको आन्दोलनले चाहिँ यो सत्ता परिवर्तन भएको होइन। मूल कुरो जेनजीले चाहिँ व्यवस्था परिवर्तन गरेको होइन। सेनाले चाहिँ सरकारको चाहिँ राजीनामा माग्छ, यस्तो यस्तो उत्पाद भयो भन्छ। सेनाले चाहिँ यत्रो आगजनी हुँदाखेरि हेरेर बस्छ, सरकारको राजीनामा माग्छ। अनि चाहिँ विदेशीबाट चाहिँ मानार्थ चाहिँ हाम्रो सेना छ, विदेशीबाट परिचालित सेना छ। अनि त्यो चाहिँ त्यसले सेनाले चाहिँ साथ दिएको भए यत्रो चाहिँ अब सिंहदरबार डढ्दैन थियो, संसद भवन डढ्दैन थियो, सर्वोच्च अदालत डढ्दैन थियो। सेनाले हेरेर बस्यो। सेनाले गोली चलाएको भए अरू धेरैजनाको ज्यान जान्थ्यो, त्यही भएर गोली नचलाएको भन्दैछ सेनाले। त्यो त कुतर्क हो। सेना मात्रै उपस्थित भएको भए खबरदार यहाँ अगाडि आउँछौँ भने हावामा गोली चलाएर अब चाहिँ खबरदार यहाँ आयो भने हामी चाहिँ गोली चलाउँछौँ भनेको भए पनि सबै जोगिन्थ्यो। मान्छेमा डर हुन्थ्यो, त्रास हुन्थ्यो, अनुशासन थियो। त्यति केही नगर्ने, आफ्नो चाहिँ हुतियाएर आफै हुने, आफू अरूको हातमा बिक्ने अनि वाहियात तर्क दिएर चाहिँ चोखिन खोजेको। अहिले चाहिँ अब राजा वीरेन्द्रको चाहिँ 2058 साल जेठ 19 गते त्यत्रो चाहिँ वंश विनाश भयो। वंश विनाशमा चाहिँ त्यही भित्र त सेना थियो नि। त्यो चाहिँ अहिले त सेनाले चाहिँ त्यो राजाको चाहिँ सुरक्षा गर्ने हाम्रो जिम्मेदारी छैन भनेर चाहिँ त्यो त्यति बेलाको सेनापति पन्छेको अवस्था जस्तो। तपाईँले सेनालाई किन गाली गर्नुहुन्छ? राजावादीहरूले राजा ल्याइदिएन भनेर सेनासँग रिसाएको तपाईँहरू होइन। तपाईँले राजा भन्नुहुन्छ। राजा हामीले अहिले आम नागरिक भएका राजालाई तपाईँले किन ईर्ष्या गर्नुहुन्छ? तपाईँको राजाले तपाईँको के खाइदिएका छन् र तपाईँलाई राजा भन्नुहुन्छ? तपाईँको चाहिँ आफ्नो घरका आफ्नो छेउछाउका चाहिँ आफ्नो चाहिँ त्यो थैलोको गाँठो नपार्ने अनि चाहिँ थैलो खोलिराख्ने अनि अरूले खाइदिएछ मेरो चाहिँ चामल भनेर। सेनाले नेपालमा राजनीति गर्दैन, थाहा छ नि? सेना भनेको छुट्टै संस्था हो, सेनाले राजनीति गर्दैन नि।
यसो छ, सेना सुरक्षाको लागि हो खै त हाम्रो सेना सुरक्षाको हाम्रो चाहिँ लिपियाद्वारा लिपिले कालापानी छ, त्यो 90,000 चाहिँ त्यहाँ हेक्टर भूमि चाहिँ अब अतिक्रमण भएको छ र चाहिँ शान्ति समृद्धि छ। चाहिँ त्यो फेरि सेना पनि के भयो भन्दा त्यो अर्काको चाहिँ इसारामा नाच्ने भयो कि। त्यसकारण सेना सुध्रिनुपर्छ, सेना पुनर्गठित हुनुपर्छ। सेनाको अहिले 96,000को सङ्ख्यालाई 5 लाख बनाउनुपर्छ। सेना अति आवश्यक छ। सेना हाम्रो चाहिँ अब चाहिँ गौरव हो अनि हाम्रो आन मान शान सबै नेपालीको शान हो। सेना चाहिँ त्यस्तै सम्मानित हो। तर सेनाले त्यतिकै जिम्मेदार हुनु पर्यो कि सेनाले चाहिँ यो जनताप्रति उत्तरदायी हुनु पर्यो। सेना अहिले हामी कति पीडामा छौँ, कति अनौलतामा छौँ। के अहिले सेना लगाएर चाहिँ जबरजस्ती चाहिँ घेराबन्दीमा चाहिँ चुनाव गर्ने हो? के चाहिँ त्यो चुनाव त्यस्तो घेराबन्दीमा गरेको चुनावले निकास दिन्छ? र यो चुनाव पनि वाहियात कुरा हो। अहिले चाहिँ त्यत्रो 8 अरब रुपियाँ खर्च गरेर अनि चाहिँ म्यादी प्रहरीहरू 1.25 लाख लगाएर अनि सेना लगाएर गरिने चुनाव चाहिँ के निष्पक्ष हुन्छ? के चाहिँ घेराबन्दीमा चाहिँ त्यो त्यसरी गरेको चुनाव चाहिँ के चाहिँ त्यो के उद्देश्यले त्यस्तो चुनाव चाहिँ गर्न लागेको हो? त्यसकारण हामी सबै मिल्नुपर्छ। मैले सेनालाई दोष लागेको होइन, मैले कसैलाई दोष लागेको छैन। हामी सबै नेपालीहरू एक हौँ। हाम्रा कमी कमजोरी छन्। अहिलेको चाहिँ अन्तरिम सरकार छ, यसमा आफ्ना कमी कमजोरीहरू सच्याउँ। हामी सबै नेपाली एक हौँ। पहिले नेपाल जोगाउँ। नेपाल जोगाएपछि नै हामी चाहिँ नेपाली हुने हो। त्यसकारण हाम्रा एजेन्डा प्रष्ट छन्। म सबैलाई नम्र निवेदन गर्छु, सम्पूर्ण राजावादी अथवा गणतन्त्रवादी अथवा पुराना दलमा लागेका यो 158 दल अहिले दलको रूपमा चाहिँ दर्ता भएका छन्, ती सबै चाहिँ दलमा लागेका चाहिँ हामी नेपालीहरूलाई मैले के भन्छु भन्दाखेरि हामी सबै नेपाली एक हौँ र नेपालको चाहिँ यो बहुदलीय संसदीय व्यवस्थै खराब व्यवस्था हो। अहिलेको चुनाव चाहिँ अति खर्चिलो छ, हिंसात्मक छ। अनि यहाँ अहिले जुन राम राज्यको कल्पना गरिरहनु भएको छ हिन्दू राष्ट्र राजा सहितको भनिरहनु भएको छ, यो कसरी आउँछ भन्नुहोस् त? यसो छ, अब हाम्रो शान्तिपूर्ण हामीले चाहिँ एक त हिंसा चाहन्नौँ। अब अर्को कुरा हामीले चाहिँ जातपात चाहन्नौँ। अहिले त्यहाँ दलित आयोग बनिएको छ, दलितलाई खुसी पार्नको लागि आरक्षण दिएको छ अनि दलितलाई चाहिँ सन्तुष्ट पार्ने र दलितको भोट लिने भनिएको छ। अर्को कुरा अहिले मुसलमानको सङ्ख्या चाहिँ एक हत्तै बढिया छ। तराईमा चाहिँ यादवहरूको ठुलो सङ्ख्या थियो, 4.21 यादवहरूको सङ्ख्या थियो भने अहिले चाहिँ छुवाछुत त छ नि, दलित भनेर हेपिन्छ नि नेपालमा, होइन? यसो छ, दलितको अहिलेको यो दलित हेप्ने त्यो अहिले संविधानमै चाहिँ दलित आयोग बनाएपछि युगौँ युगसम्म दलित रहन्छन्। युगौँ युगसम्म दलितको यस्तै हालत रहन्छ। जबसम्म चाहिँ दलित जात नै खारेज गरौँ, सबैलाई समान जात बनाऊ भन्ने खालको कुरा चाहिँ जबसम्म ल्याइन्न, यो राम राज्यले चाहिँ उठाएको एजेन्डा हो। अनि तबसम्म चाहिँ यो दलितको कहिले पनि समस्या समाधान हुन्न। यस्तै हुन्छ, किन भन्दाखेरि दलितहरू पनि खान पल्किया छन्। अब आरक्षणको नाममा चाहिँ दङ्ग छन् दलितहरू। अब चाहिँ जातीय आयोगमा छन्, त्यहाँ चाहिँ रोजगार पाइयो भनेर त्यहाँ दङ्ग छन्। तर त्यो संविधानमै चाहिँ दलित चाहिँ लेखेपछि अनि चाहिँ कहिले हट्छ दलित? त्यस भएर दलित कोही छैन, दलित व्यवहार हो। उसको चाहिँ त्यो तुच्छ व्यवहारलाई चाहिँ दलित व्यवहार गरिस् भन्ने खालको कुरा हो। त्यो व्यवहार सचिनुपर्छ, दलित जात खारेज गर्नुपर्छ, सबैलाई समान जात बनाउनुपर्छ। यो गर्ने भनेको राम राज्य व्यवस्थामा मात्रै सम्भव छ, अरूमा छैन। त्यसकारण अहिलेको यो व्यवस्था हटाउनुपर्छ। यो व्यवस्था भइहाल्छ। अब चाहिँ निर्वाचन प्रणालीमा जो चाहिँ जसकोसँग पैसा छ, जसले चाहिँ अब त्यो चाहिँ तस्करी गर्यो अनि हेराफेरी गर्यो अनि शोषण गर्यो र चाहिँ गरिब चुस्यो, त्यसले चाहिँ पैसा जम्मा गरेको छ। त्यही पैसा चाहिँ खर्च गर्छ, मासुभात खुवाउँछ अनि चाहिँ भोट तान्छ अनि चाहिँ जित्छ। त्यही पैसावाला चाहिँ घरिघरि त्यही जान्छ, घरिघरि त्यही जान्छ। पैसा नहुने आम नेपाली नागरिक कहिले चाहिँ निर्वाचनमा लडेर जान्छ? त्यसकारण पैसा हुनेले मात्रै निर्वाचनमा चाहिँ लड्न पाउने, निर्वाचनमा जित्न पाउने, पैसा हुनेले मात्रै न्याय पाउने, पैसा नहुने मान्छे अन्यायमा मर्नुपर्ने, पैसा हुनेले मात्रै उपचार पाउने, पैसा नहुने मान्छे अकालमा मर्नुपर्ने, त्यस्तो किसिमको अहिलेको यो बहुदलीय संसदीय व्यवस्था सरासर छिटोभन्दा छिटो सबै मिलेर खारेज गरौँ। यसको सट्टा वैज्ञानिक राम राज्य व्यवस्था लागू गरौँ। राम राज्य व्यवस्था सुशीला प्रधानमन्त्री सरकार हुनुहुन्छ, कस्तो काम गराएछ सुशीलाको अहिले अब यिनी चाहिँ अब भदौ 27 गते यिनको शपथ ग्रहण भएको हो। अब यो मक्सिर 27 गते चाहिँ 3 महिना हुन्छ। 3 महिनामा यिनले चाहिँ अब तिनीहरूको यो अन्तरिम सरकारले पनि चाहिँ विदेशी ऋण खाने अनि चाहिँ यो पुरानो संरचना राजदूतहरू बोलाउने अनि चाहिँ पुरानो सरकारले गरेका चाहिँ आयोग सायोग चाहिँ खारेज गर्ने, त्यो दीर्घकालीन चाहिँ कामहरू कसले गर्न लागिदिएको छ? यिनलाई भ्रष्टाचार कसले गर्न लागिएको छ? यिनलाई तुष्टिकरण गर्ने, कहिले टिबेटनहरूलाई खुसी पार्ने, कहिले चाहिँ अमेरिकनहरूलाई खुसी पार्ने, कहिले इन्डियनहरूलाई खुसी पार्ने, अनि जनता त्यहाँ सत्तामा बस्ने अनि चाहिँ भत्ता खाने अनि चाहिँ त्यहाँ अब दिन मात्रै बिताउने काम गरेको छ। भ्रष्टाचारको आरोपमा धमाधम पक्राउ परिरहेछ नि यति बेला।
त्यो पक्राउ त व्यवस्थै चाहिँ खारेज नगरेसम्म अहिले त त्यो 2-4 जनाले पक्रेर चाहिँ भ्रष्टाचार अन्त्य हुन्छ। भ्रष्टाचार अन्त्यको लागि सर्वाधिकार सम्पन्न लोकपाल चाहिँ लोकपाल विधेयक चाहिँ लोकपालको एउटा संवैधानिक संस्था स्थापित गर्नुपर्छ, खै गरेको। अनि चाहिँ महालेखा परीक्षक छ, त्यसले चाहिँ 13 खरबको चाहिँ अब बेरोजी भेटायो। अब 13 खरबको चाहिँ तिमीले चाहिँ बेरोजी भेटायो भने तिमीले चाहिँ अदालतमा मुद्दा चलाऊ भनेर त्यो महालेखा परीक्षकलाई नै अब योजनको अधिकार दिएर सिधै चाहिँ अदालतमा मुद्दा चलाउन नदिने, त्यो रोकेर राख्ने। अनि भ्रष्टाचार सबै जनतालाई छारो हाल्ने कुरा हुन्। यहाँ सबै भ्रष्ट छन्, यहाँ भ्रष्टाचार नगर्ने कुनै मान्छे भेटिँदैन। इभन चाहिँ व्यापार गर्नेहरूले पनि कर तिर्दैनन् भने तिनी पनि भ्रष्टाचारी हुन्छन्। यहाँ चाहिँ राजनीतिक दलका मात्रै यो भ्रष्टाचार छैन, यहाँ सेनाभित्र पनि भ्रष्टाचार छ, प्रहरीभित्र पनि भ्रष्टाचार छ, कर्मचारीभित्र पनि भ्रष्टाचार छ, न्यायाधीशहरूभित्र पनि भ्रष्टाचार छ, वकिलहरूभित्र पनि भ्रष्टाचार छ। भ्रष्टाचार नगर्ने को छ नेपालमा? किन भन्दाखेरि बहुदलीय संसदीय व्यवस्थै भ्रष्ट व्यवस्था हो। त्यहाँ भ्रष्टाचार खुब गर लुट कान्छा लुट, यही हो मौका भने जस्तो चाहिँ यहाँ सबैले चाहिँ भ्रष्टाचार गर भन्ने छ। भ्रष्टाचार नगर्ने त्यो मूर्ख बनाएको छ नेपालीहरू। त्यस्तो खालको व्यवस्था छ। अब हामी अन्त्यतिर छौँ, आम नेपालीलाई के भन्न चाहन्छ तपाईँ? हामी के भन्छौँ भन्दा राजनीतिक हैसियतमा निर्णायक हुन पाउने मेरो अधिकार हो, जन्मसिद्ध अधिकार हो। म निर्णायक हुन पाउनु पर्यो, पैसा बिना मैले चुनाव लड्न पाउनु पर्यो। त्यो भनेको चाहिँ मोबाइलबाटै इन्टरनेटमा आधारित निर्वाचन प्रणाली हुनु पर्यो। यो पैसा फ्याँको तमासा देखो, यो हटाउनुपर्छ। अनि चाहिँ राजनीतिक हैसियतमा निर्णायक, आर्थिक हैसियतमा सम्पन्न, सामाजिक हैसियतमा सम्मानित, सांस्कृतिक हैसियतमा लोकप्रिय, चाहिँ धार्मिक हैसियतमा चाहिँ वैदिक सनातन धर्मावलम्बी, आध्यात्मिक हैसियतमा परम मोक्षवादी, नागरिक हैसियतमा देशभक्त स्वाभिमानी राष्ट्रवादी बनाउने व्यवस्था भनेको रामराज्य व्यवस्था हो। हामी सम्पूर्ण नेपालीहरू निसङ्कोच रामराज्य व्यवस्थामा लागौँ। अहिलेको आवश्यकता भनेकै रामराज्य व्यवस्था हो। त्यसैले हामी सम्पूर्ण रामराज्य व्यवस्थामा लागौँ। अब यो चाहिँ यो कलियुग छ, यो अपराधिक युग छ, यो कालो युग छ, यसलाई चाहिँ उज्यालोतर्फ लैजाउँ। यो अपराध युगलाई चाहिँ फेरि चाहिँ अब सुशासनतर्फ लैजाउँ। त्यो भनेको वैदिक वैज्ञानिक रामराज्य व्यवस्था हो। हामी सबै रामराज्य व्यवस्थामा लागौँ। रामराज्य व्यवस्था समयको माग हो, यो पूर्वाग्रही नबनौँ। अहिलेसम्म जे गऱ्यौँ त्यसपछि हामी सुधारौँ र सोच परिवर्तन गरौँ। यो दरिद्र सोच नबोकाउँ र चाहिँ पूर्वाग्रही नबनौँ। सबै हामी चाहिँ रामराज्य व्यवस्थामा लागौँ। यही विनम्र अनुरोध गर्दै आज तपाईँले यति चाहिँ भन्ने मौका दिनुभयो। हजुरलाई धन्यवाद। जय श्री राम।